हामी चाहिँ अहिले रातानाङ्ला बजार आइपुग्यो हैन। यो चाहिँ रातानाङ्लाको बजार हो, दैलेखको प्रवेशद्वार। सुर्खेतमै रहेछ त्यो रातानाङ्ला दैलेख पर्छ। एकदम चिसो मौसम हुन्छ, यो त लेक लागे जस्तै हुन्छ। यहाँ त मन्दिर पनि छ। एकदम चिसो छ, लेकमा आएर बजा जस्तै भएको छ। मम्मी कतिको चिसो छ? चिसो के छ यहाँ? चिसो छ? चिसो छ त। हामी अहिले कहाँ छौँ? दैलेख र सुर्खेतको सिमाना घाटी दैलेखतिर लाग्यो। यहाँको सम्झना के छ? पुरानो सम्झनाहरू हुन्छ नि त। हाम्रो गाउँघरको लाली कुरा। हामीसँग एकजना अङ्कल हुनुहुन्छ, एकजना अङ्कल हुनुहुन्छ, घर चाहिँ दैलेख किङडम हुनुहुन्छ। अङ्कलको सम्झना होला नि त, यहाँ पहिला हिँडिरहेको यताउता होइन। बाटो हिँड्ने बाटो यही हो, भारी बोक्ने क्या पहिला। अहिले गाडी भएर यो बाटो धेरै हिँड्नु भयो। हिँडेर नेपालतिर नुन बोकेर जानुभयो कि नि? सुर्खेत जाँदा बोक्यो, नेपालमा चाहिँ बोक्ने काम भएन। हजुर। अनि बिहान गएपछि 11-12 बजी पुगिन्छ सुर्खेत। दैलेख सुर्खेत सडक चाहिँ बनेको कति सालतिर होला? गाडी हल्कै चल्न थालेको? साथी त्यस्तै हो कि कति हो त थाहा भयो। मैले थाहा पाउने बेलासम्म नि हजुरको डुबिसम्म चल्थ्यो। नाइ हामीले थाहा पाउने त यहाँ तालपोखरीसम्म मात्रै हो गाडी आउँछ। कहाँसम्म भन्नुभयो? तालपोखरी, यहाँ तालपोखरी। हामी त पहिला सुर्खेतै पुग्थ्यौँ गरे, यहाँ तालपोखरी आयो। तालपोखरीबाट भारी पनि पुगिन्थ्यो, तालपोखरीबाट पनि लगिन्थ्यो। भनौँ अब दैलेखै पुग्ने भयो अहिले। अब दैलेख नमुले मारी डाँडा काँडा बाँदर बस्ने भिडमा स्कुल स्कुल होला नि। यहाँ त पानी चाहिँदैन, चिसोले आलु हुन्छ। कर्णालीको सबैभन्दा बढी आलु खोली ठाउँ यो। यहाँ त पानी के गर्ने? आलु, मुला, काउली, बन्दा सब हो टोटल। स्याउ स्याउ पनि पाइन्छ यहाँ त? स्याउ पनि अहिले फाल्दैन, पाइन्छ। यहाँ त हिउँ पनि पर्छ नि? पर्छ। इबीले बहुत दुःख दिन्छ यार। पहिला आउने बाटो इबीले यति दुःख दिन्छ नि। यहाँबाट यो खोलाबाट आउँछ, यस्तो बाटो थियो क्या छड्के। अङ्कल यहाँ ढुङ्गा राखेको हुन्छ नि, ढुङ्गा र त्यो किन राखेको ढुङ्गाहरू? यो सेउराली पहिला द्याट्स राइट। भेटिन्छ कसले आएछ त रिसोर्ट यार? कसले लगानी गऱ्यो यहाँ आएर यो जङ्गलमा आएर यस्तो रिसोर्ट? यहाँको लगानी के बस्तीसँग आलु, प्याज, टमाटर पुरै हुन्छ। खाने त पुरै भयो। ल तरकारी खेती पनि गुराँसमा आऊ क्या, राम्रो। ल काफल पनि पाइन्छ खाने भएपछि। काफल खानु पर्ला। यहाँ एकदिन बसौँ होइन? हुन्छ। यसो गरौँ न, सो गरौँ न गुरु, बनाइदिउँ न त। काफल टिपेर ल्याउनुहुन्छ, आफै के गर्नुहुन्छ? हजुर आफै टिपेर सर। जङ्गल गएर? हजुर। नुन यहाँ छ। यति काफल टिप्नु कति समय लाग्छ? लाग्छ 3 घन्टा। 3 घन्टा यति काफल भयो? त्यस्तो छैन। मम्मी के काफल कसलाई राख्ने? लैजानु सबै खान्छ नि त उता पनि। 100 रुपियाँ गिलास हो यो? लोटा छ। लोटाको ठिकै त हो। 100 रुपियाँ ढुगा हुन्छ, ढुगा लड्यो हात हात अनि 5-6 लाख खर्च हुन्छ होइन? हजुर सर। हस् थ्याङ्क यू गुरु। जामा बस सुरु पहिला न घर जाँदाखेरि एउटा गाडी खप्न गरेर जान्थ्यौँ नि। पहिला हामी 5 बजे हुँदाखेरि टिका लाउन जान्थ्यौँ नि दसैँमा। त्यस्तै आज आयो क्या
बुवा मम्मी म टक्क गाडीमा चढेर दैलेख जाँदैछौँ। अहिले हामी घोडाबास नजिक पुग्यौँ हो है। पहिला यहाँ चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि मान्छेहरू घोडामा नुन सुन बोकाएर चामल चामल बोकाउनु बेला बास बसाउने तेरा घोडाबास भनेका हो अङ्कल त्यही हो नि। गाई बान्ने किन गाई बान्ने भएर गोठालाहरू ल्याउने भए गाई बान्ने भए। हाम्रो अङ्कल एकदम यहाँको यो भूगोल एकदम चिनेको मान्छे। पहिल्यैदेखि सानैदेखि यहाँ तल माथि नेपालगञ्ज दैले गरिरहने हिँडेर अङ्कल हुनुहुन्छ। उहाँले यो विषयमा घोडाबाज किन रहन गयो अनि त्यसपछि गाई बान्ने किन रहन गयो ताल पोखरी किन भने भनेर चाहिँ भनिदिनुहुन्छ अङ्कलले। ल अङ्कल भनिदिनु सर र गाई बान्नेमा उनीहरूले ताल पोखरी ताल छ अझै पनि पानी छ हजुर अनि धेर पाइन्छ अहिले। त्यो ताल पोखरीको पानी चाहिँ नि अङ्कल पहिला चाहिँ कहाँबाट आउँथ्यो? यो के होला जस्तो लाग्छ मुलबाट लाग्छ गरीमा सुक्छ नि फेरि गरीमा सुक्छ फेरि पानी पर्थ्यो पानी त्यहाँ छ अहिले पनि हेर्न पाइन्छ। मान्छेहरू अझै पनि हिँड्छन् है ल्याउँदा मान्छे हिँड्छन् नि घाँस दाउरा जङ्गल पात जाने भए गर्ने भए दैलेख सुर्खेत त हिँड्दैन हिँड्दैनन् त्यसरी। अहिले त गाडी सुविधा भयो नि त सुविधा आइसकेपछि त हिँड्ने कुरै भएन। तलतिरबाट माथि आएको गाई बान्ने आइपुग्यो हामी। गाई बान्नेको बोट हेर्न सकिन्छ यति बेला अगाडि। हाम्रो सुर्खेत टु दैलेखको ट्राभल भ्लग जस्तो भयो। पुरानो घरमा टोइलेट बनाइदिनु नि है मान्छेलाई सजिलो हुन्छ नि। पुराना घरहरू भत्किया त्यहाँहरू पोखरा ती पुराना केही भएन। काबल हाम्रो फिल्मलाई लाग्यो नि यस्तो पारू बनाइदिनुपर्छ नि यस्तो कति करोडको पैसा खायो होइन। पारीको गाउँ कुरो अङ्कल भैरी हो भनेको भैरीको मान्छे एकदम भैरी हुन्छ भन्छ मम्मी भैरी कुन पानी ए भैरी गाउँ पानी हाम्रो शरणको बुवाहरूको घर त्यतै हो। त्यता बुवा होइन भनेको ल हामी फेरि अब आइसक्यौँ नयाँ गाउँ भने जस्तै हो यो तालपोखरी आइसक्यौँ हामी तल लोरे बगेर आएको छ। लोरे बगेर तल जान्छ कर्णाली मिसिन्छ यो बाटो होइन। ठाउँ त हाम्रो डाँडा पाका छिल्का है जल्दी भन्यो भने।
बिर देखिन्छ यो उसको घर त होइन र इन्द्र साहेब घर कता हो पाटी गाल्ला बारी पाटी गाल्ला बारी पाटी गाल्ला बारी पाटी गाल्ला उता छ पाटी गाल्ला होइन पाटी गाल्ला कता पर्छ यतै हो घाम पनि लागिरहेछ माथि चिसो खाएर आयो तर घाम लागिरहेछ हामीले आयो नजिक आयो हामीले जिन्दगी मान्छेले आफ्नो तरिका चलाएको कोही काफल टिपेर चलाइरहेछन् गुराँस टिपेर चलाइरहन् जिन्दगी रमाइलो छ मान्छेहरू हो जित्ने हो जिन्दगी भनेर दौडिरहन् कोही कहाँ कोही युरोप अमेरिका भन्छन् करोडौँको घर छ बनाले बाह्र जोडासम्म पनि बेचेर सकिदिन्छन् आरू बोकाएर खाइदिनु हुन्छ आरू बोकाएर अब खानु मिल्दैन है आडबार के हुन्छ हामी घोडाबास आइपुग्यौँ घोडाबास बजार हो यो बजार उठेदेखि अहिलेसम्म जस्तो छ त्यस्तै छ त्यही भएर खतम भयो होला मध्य पुलिस आइपुग्यौँ पहिला पुल हेर्नुभयो माथि यो चाहिँ हाम्रो पुराजुली खोला भन्ने हो होइन पुराजुली खोला भन्दा रहेछ पहिला त पहिला माथि थियो यो पुल होइन हामी पुल त्यो भएर यो पुल त थिएन त्यो पुल थियो अनि हामी पछि यता खोला आउनु जान्छौँ नि गयो त त्यो त माथि नै हो दिनेश्वर बजार अब यो सुरु भयो होइन फुलहरू फुलिरहेछ आनन्दले दिनेश्वर बजारमा चलपल राम्रो छ
डुमेश्वर बजार हो यो दैलेख जिल्लाको माथिल्लो डुमेश्वर भन्ने बजार हो होइन पहिला आउँदा पनि यस्तो चाहिँ अहिले यस्तो खासै फरक त छैन काला काला छ नि रमाइलो छ हामी यता चाहिँ हो अनि यो गाडीमा जाँदैछौँ